Welcome guys to our channel B Family Diaries, and today we're going to Hocking Hills with our family. And as you guys can see right now in the car, there's my brother, my grandma from Ohio, Cincinnati, and my dad. But he's recording at this time, and my mom's on the other side of the car, but you can't see her right now. So later on you will see my two aunts and my two uncles, and hope you guys like the video, and don't forget to like and subscribe. यहाँनिर चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो बन फायर गर्ने है यहाँनिर मस्त मजाको रहेछ अनि हामीले च्याराहरु पनि राखेर सेटअप गरिसकेका छौं अनि यसलाई चाहिँ हामीले बेलुका यहाँनिर आगो बाल्छौं है तपाईहरुलाई कस्तो लाग्छ हेर्दै जानु होला अनि तपाईलाई अघि मैले भनेको थिए अगाडिपट्टि लेक छ भनेर अनि ठिकै तपाईले हेर्नुस् त अगाडि लेक कति मजाको है कस्तो शीतल चिसो हुन्छ अनि यहाँनिर फिशिङ गर्नु नि मिल्दो रहेछ अनि यहाँ बोट रेन्ट पनि गर्नु मिल्दो रहेछ तर हामीले चाहिँ गरेनौं किन भन्दाखेरि निकै चिसो भएको कारणले गर्दाखेरि अनि तपाईहरुले यहाँनिर आएर इन्जोय गर्न सक्नुहुन्छ हेर्नुस् त कस्तो मजाको Now, time to set up our camping tent. हाम्रो चाहिँ टेन्ट पनि सेटअप गर्नुपर्छ नि तपाईले देख्नुहुँदैछ रिजोइस रिता अनि अलिसाले चाहिँ टेन्ट सेटअप गर्दैछ कस्तो हुन्छ तपाईहरुलाई हामी देखाउने छौं है Joy, no, she's there. Help me. ल फाइनली अहिले चाहिँ हाम्रो टेन्ट पनि सेटअप गरिसकेका छौं अनि तपाईहरुलाई अलिकति नजारा देखाउँछु कस्तो हुन्छ है यस अहिले चाहिँ हामीले आगो पनि बालिसकेका छौं अनि सेलिना र गणेश भाइ पनि आइसकेको छ अनि यहाँनिर चाहिँ आमाले खाना पकाउनको लागि रेडी गर्दै हुनुहुन्छ सामानहरु हेर्दै हुनुहुन्छ अनि के हुन्छ तपाईहरुलाई हामी देखाउने नै छौं स्टे ट्युन है गाइस आज एलाइजाले Hurry! 3, 2, 1, go. Oh, you sure got a fish? Oh, fine. Just run like a little bit. And give it back. गाडी की बेटी ल्याउँदा पनि भोलि गर्न लाग्दाखेरि कुदैन होला गाडी एउटा ठुलो झसक्क मेल बन्ने हुन्छ अनि बोली मान्छेले मसिले नटक्कर छ नि नाङ्गै पो छ हो अब चाहिँ रात पनि परिसकेको छ अनि हामीले टेन्टहरु सेटअप गर्यौं गेम्सहरु खेल्यौं अनि खाना सब्जीहरु बनायौं अनि मासुहरु पोल्यौं अनि सबै गर्यौं अनि अहिले चाहिँ बाबाले हेर्दै हुनुहुन्छ हजुर आउँछ ए यता देख्नु अलि ए आउँदो रहेछ लु 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 थ्यांक यू लैजा हेलो ल भाइ नेपालीमा गीत गाइदिनु ल के गाउने
सकिहाल्यो नि मनै रुएर आयो भाइ मलाई चाहिँ आगो पनि मरिसकेको छ आमा हुनुहुन्छ धन्दापात गर्दै हुनुहुन्छ रिता त्यहाँनिर छन् है रिताले हार्डवर्क गर्दैछन् आज मासुहरू पोलेर मासु बिहानको लागि प्याक गर्दैछौँ किनकि यतिकै छोड्यो भने राति र्याखुनले खाइदिन्छ अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर सबैले अलिअलि क्रयहरू पोलेको पनि होलान् अनि अलिअलि खाँदैछन् पोलेर अहिले खाएँ नि भाइ अनि यहाँनिर है आज चाहिँ रात एकदम रात परिसक्यो फाइनली अहिले चाहिँ हाम्रो खानाहरू पनि खाइसक्यौँ अनि सामानहरू प्याक गऱ्यौँ अनि त्यहाँदेखि अब चाहिँ फ्यामिली यसो टाइम स्पेन्ड गर्नको लागि हामीहरू यहाँनिर आगोको वरिपरि भेला भएका छौँ अनि त्यही समयमा हामी परमेश्वरलाई महिमा पनि गर्नेछौँ अनि भजन कोरस गाएर अनि तपाईँहरूले पनि सुनिकन परमेश्वरलाई महिमा दिन सक्नुहुनेछ Bye.
Is it car damage? भिडियोमा Wait, I mean, Dada, are our cars damaged? छैन Okay. अहिले चाहिँ हामी रेस्टरुम गएर आएको सबैजना सुतिराखेको छ हल्ला बेसी गर्नु हुँदैन यहाँ भालुहरू पनि छ जनावरहरू पनि छ त्यसबाट हामी होसियार हुनुपर्छ है सो क्वाइटली हामीहरू जानुपर्छ यहाँनिर फ्यामिली सुन्ने भयो